मिरो देखिरहेछ आज त्यो छ कि यता मुनतिर के पुरै हरियो। गुड मर्निङ फ्रम गोसाइकुण्ड। मिर्ग देख्यो अँध्यारो भइसक्यो। यसमा डिनर टाइम अब हामी चाँडै जानु पर्यो। यो ठाउँ फेरि यस्तो हावा लाग्छ। हामी ठ्याक्क पुग्यौँ भने ठ्याक्क यो चाहिँ यता तलबाट स्याब्रु जान्छ। हामी चाहिँ यहाँबाट माथि जानुपर्छ है। वे टु गोसाइकुण्ड, वे टु स्याब्रु, लामटाङ। दिस इज द मेन म्याप है। यो हेऱ्यो भने चाहिँ जहाँ पनि पुग्न सकिन्छ यता। सो कसलाई चाहिँ यस्तो स्क्रिनसट हान्नु होला। फटाफट हिँडेर अब एकछिन गएपछि मात्र सट्ट आउँछौँ। लास्ट गरिन्छौँ 12 बजेको घाममा। गोसाइकुण्ड घटेकुला 30 मिनट्स पुग्छ पुग्दैन हेरौँ। दामी छ ठाउँ। लेट्स सी कतिमा बजे पुग्छ। यहाँको फेमस ब्रिज हो यो। ठ्याक्क लट्ठी पनि झिकेको अरे फेरि लट्ठी पनि निकालेको जानलाई ब्रिजमा पनि पुग्यो। फर्किँदा चाहिँ एक माथि फोटो चाहिँ खिच्न चाहिँ पर्छ। अर्कोलाई चाहिँ त्यस्तै हो। एकचोटि ठोक्यो अरे यहाँ माथि। यो चाहिँ हाम्रो फर्स्ट ब्रिज क्रसिङ हो। तल पनि दामी छ, पानी आइरहेको। हामी यहीँबाट जानुपर्छ। हेयर यु क्यान सी याक यता याकै याक छन् सबै। मिनी गोसाइकुण्ड भन्छ जस्तो बुद्धको मूर्ति पनि छ। जो माथिसम्म जान सक्दैन त्यसको लागि भन्छ तर यसो हालेको भन्ने मैले सुनेको थिएँ। त पानी रहन्छ त चाँडै पुग्यो घटेकुलो। फरेनरहरू चाहिँ धेरै रहेछ। ग्रुपहरू चाहिँ पछाडि छन् हाम्रो। म चाहिँ अलिक अगाडि नै हेरेको छु यस्तो खिच्न त्यसैले सबभन्दा दामी लाग्यो यार मलाई। अहिले स्टार्टिङको झर्ना पनि यस्तो छ तर गहिरो होला यो। उतातिर निलो छ। लेट्स सी के कस्तो हो यो। यस्तो गहिरो छ कि यता मुनतिर के पुरै हरियो देखिरहेछ। हामी चाहिँ यहीँ माथि हो। मेरो आवाज चाहिँ आयो कि आएन थाहा भने त्यो सब यहीँ माथिबाट जाने यो भर्याङबाट। यस्तो बवाल छ ठाउँ। गाइस बल्ल हिँड्दा हामी यो बेथाङखोर भन्नेमा पुग्यो। यहाँबाट माथिबाट गोसाइकुण्ड त अति नै उकालो छ। त्यहाँ तलबाट नन उकालो क्या। उकालोको लागि चाहिँ हिँडे यो उकालो छ। यहाँ चाहिँ झर्नाको पानी बगिरह्यो कि खाजा पाकिरहेछ। यदि गाइज क्यान सी मिर्ग हिँडिरहेछ। म जुम गरेर देखाउँछु। चली छैन, भाइ छैन त्यो तर अहिले मिरो देखिरहेछ आज। एउटा भए ठाउँमा अरू पनि हुन्छ कि। खतरा झर्ना रहेछ। आवाजको डर आइरहेछ। खेन्दी भन्ने ठाउँ रहेछ। गोसाइकुण्ड रुरल म्युनिसिपालिटी। अझै खै कति माथि हो चढे समय सकिएको छैन। सबै यस्तो गोबर सबै ठाउँमा छ। विनी टु गो अब यतैबाट माथितिर। त्योहरू त छैन होला सायद। न्यू भिलेज होटेलले। लेट्स सी म देउराली पुगेपछि फेरि एउटा बनाउँछु कति टाइम लाग्यो। उहाँको लात हान्यो भने टेन्सन हुन्छ। लगाइस यो चाहिँ भ्यू है। सट्टा लाएर देउराली वे टु गोसाइकुण्ड देउराली यहाँबाट जाने होला सायद। यताबाट जाने जस्तो हामी भर्खर पुग्यो देउरालीमा। 2टा मात्र होटेल छ यहाँ। अनि त्यही हो अलमोस्ट हामी 12 बजी हिँडेको उताबाट होइन। टाइम टु गस अराउन्ड त्यस्तै हो 12 भनेपछि कति 3.5 घन्टा जस्तो लाग्यो यहाँसम्म आउनुलाई। उकालो रहेछ क्या पुरै। अनि अहिले नेसनल पार्कभित्रै छौँ। अब टार्गेट चन्दनबारी। लेट्सी कहाँसम्म पुग्छौँ। हामी देउरालीलाई बाई भनेर पानी सानी किन्यो। नाउ वी आर हेडिङ टु अप। जानुपर्ने यता पछाडितिर रहेछ क्या। लेट्स गो। यता त्यो पुरै के अरे बादल छ। चिसो भइसक्यो। गाह्रो छ हिँड्न। त्यहाँ यसो खिचिरहेको रहेछ। ल यता सुनेन क्या हो। कहिलेको अगाडि मिर्ग देख्यो अँध्यारो भइसक्यो। खै कहाँ गयो। यहाँ माथि। यसमा डिनर टाइम अब हामी चाँडै जानु पर्यो। ढिलो भयो। बेलुका भइसक्यो अँध्यारो। Here you can see our companion for the trek. भर्खर यहाँ तल हामी धिमसँगै बसेर उन्तिर देखेछ नि। त्यहाँ धिमसँग हिँडेको त्यस्तै 5-10 मिनट जति भयो होला। त्यहाँ हामी पछि आइरहेको छ कि। रोक्यो भने रोक्छ फेरि आउँछ। धेरै नजिक पनि आएको छैन। फेरि डराएर आयो किन हो। हामी त्यहाँ माथि जानुपर्छ। हेरौँ कहाँसम्म पुगिन्छ आज। गोसाइकुण्ड जाने प्लान त छ तर अक्सिजनको कमी चाहिँ हल्का फाहा चाहिँ हुँदो रहेछ। ल गाइज
द फर्स्ट ग्लिम्स अफ सनराइज बिहानदेखि आएदेखि सनराइज थिएन बल्ल सनराइज एन्ड यु क्यान सी हामी चन्दनबारी नै पुग्यो यहीँ हो यहाँबाट अब सायद वी वन्ट टेक रेस यता हामी ठ्याक्कै यो चन्दनबारी 3250 मिटर चोलङपाटी 3550 चोलङपाटी 2 घन्टा रहेछ यार जिज लेट्स गो यहाँबाट लौरी बिना कति टाढो होला दिदी 3 घन्टा आज यहाँबाट गएर कहाँसम्म पुग्न सकिन्छ गएर हल्का चढ्न पनि पाउँछ होला अहिले 7:45 बज्नु Here you can see Dairy Development Corporation DDC चिजको यहाँ फ्याक्ट्री छ प्रोडक्सन र फर्किँदा चाहिँ निम्ला अहिले चाहिँ त्यस्तो कष्ट नगरौँ कहिले भनेको यो चाहिँ नि यहाँको सहरै हो भनौँ सहर चाहिँ जे सब मेन पोइन्ट यहाँ चाहिँ टन्नै होटेलहरू पनि छ 10-15 वटा होला है लेट्स गो गुम्बा रहेछ एउटा लक छ अहिले पछि खुल्छ होला भाइब चाहिँ अब हिँड्न चाहिँ ओहो घोडा नि छ है दुइटा चिटिक्क लगाएर चन्दनबारी भ्यू टावर यता छ यो तलको चाहिँ नि हाम्रो चन्दनबारी भइहाल्यो आएको 20 मिनट भयो सानो एउटा स्तूप जस्तो छ हिमाल हेरौँ त्यहाँ पछाडि ल द्याट्स द भ्यू कि अब कति माथि छ थाहा छैन अझै 5 आवर्स होला सायद के खाएको छैन चोलङपाटीमा गएर ब्रेकफास्ट गर्नु पर्ला सायद डोनटसँग यताउता ल्याएकोहरू त खाइयो फर्किँदा चाहिँ नि व्हिल गाउँदै है त भ्यू टावर के हो भ्यू टावर यहाँबाट भ्यू देख्ने त देख्छ त खै के हो दौड्यो घोडा दौड्यो हिँड्दै आइरहेछौँ यो पाइन ट्रीतिर पुग्यो पाइनको रुखहरू छ 1 घन्टा लाग्छ होला चोलङपाटी पुग्नै अपडेट चाहिँ यही नै फाँक भइसक्यो दिस इज द भ्यू गाइज वे टु चोलङपाटी अलमोस्ट 10 मिनट होला पुगिहाल्यो लौरीबिनाको माथि बुद्ध मन्दिर माथि यो सबभन्दा अपहिल हार्डेस्ट क्लाइम्ब हो हाम्रो इट मे टेक 2 आवर्स मुनदेखि माथिसम्म जान लगायत फाइनली वी हेभ रिच चोलङपाटी यति छ वे टु ठुलो स्याब्रु लाङटाङ नि यहाँबाट गइन्छ हामी फेरि माथि जाने हो सिधै कि अब ब्रेकफास्ट गरेर जानुपर्छ यहाँ सबै यो लालीगुराँसको बोट रहेछ क्या सिजन चाहिँ नभएर न त सिजन भएर यहाँ ढक्क सब छेक छ होला सायद आधी बाटो पुग्यो होला चोलङपाटीबाट यो के अरे लौरी विनायक सिदिस बोर्ड रेड पान्डावाला हिजो बेलुका त्यो मृग जस्तो आएर झस्याङ भइरहेको के आयो भनेर तर फेरि त्यसले गति 2 दिन कि 3 दिन अगाडि अब त्यो स्याब्रु बेसीतिर एउटा भालुले एट्याक गरेको भने ब्ल्याक बियर चाहिँ अब ओके भने चाहिँ थाहा भएन लौरी बिना पुग्यो हामी भर्खर ए मान्छे बुद्ध मन्दिर उयो टुप्पोको यतातिर भ्यू चाहिँ भोबाले छ यहाँबाट जिएसआर 360 हिमाल गाइस फाइनली वी हेभ रिच बुद्ध मन्दिर त्यहाँ माथि हो यो ठाउँ फेरि यस्तो हावा लाग्छ टोपी चाहिँ लाएर आउनुपर्ने रहेछ यता लौरी बिना भनेको त्योभन्दा अलिक मुनिबाट हेर्दा चाहिँ नि अब यहीँ नजिक त हो जस्तो लाग्छ त्यो घर जस्तो नि तल त्यहाँबाट तर लास्टै टाढो छ यो होला हो लौरी बिना भनेको योभन्दा पछाडिको चाहिँ नि चोलङपाटी सेतो सेतो भएको बुद्ध मन्दिर 4150 मिटर्स विल गो टु 4380 मिटर्स 2 आवर्स हिँड्दै भर्खर यहाँ आयौँ होइन तल यु क्यान सी एउटा कुण्ड छ सायद यो भैरव कुण्ड भने जस्तो लाग्यो मिस्टेक हुनसक्छ अब कोहीलाई थाहा छैन यसो कमेन्टमा चाहिँ हान्दिनँ तर जहाँसम्म भैरव कुण्डै यसो कहाँ यताबाट आएको देखेको छैन यो उकालो छ मैले त उकालो जान झ्याउलाइरहेको छु कि यो चाहिँ रहेछ गाइज भैरव कुण्ड है तलको चाहिँ भैरव कुण्ड भन्ने रहेछ कुन चाहिँ कुण्ड हो त्यो नाम चाहिँ थाहा भएन मैले चाहिँ नेटमा पाएँ भने चाहिँ यसमा हालिदिन्छु यो भैरव कुण्ड हो हामी आज बिहान 6:30बाट हिँड्न थालेको
6:30 फ्रम तिम्सा बल्ल यहाँ पुग्नु लाग्यो त्यस्तै 4 जति बज्नु लाग्यो खुट्टा फाँक भइसक्यो खास तर यहाँ वाइले चिसो भएछ अब हेरौँ के कस्तो व्यवस्था छ न त हिँड्दै बस्नु पर्ला तर हिँड्न अझै लाग्छ होला 1.5 घन्टा हिँड्न त खुट्टाले दिइसक्यो क्या 9-10 घन्टा हिँडेर ल्यान्डस्केप ढुङ्गा झर्ने टाइपको रहेछ यहाँ नि ढुङ्गा झर्ने ठाउँमा यस्तो बिग्रिरहेको छ यस्तो ल्यान्डस्लाइड प्रोन एरिया 7 तयारी लट्ठीले आज हिजोबाटै फाइनली गाइज वी हेभ रिच गोसाइकुण्ड गेट 4380 मिटरमा रहेछौँ हामी एउटा त्रिशुल त्यति हो त सब हिउँ नै हिउँ छ अरे यहाँ जाडो हुने भयो त गोसाइकुण्ड लेक हेरौँ भनेको हेर्नै भएन यार कहाँ छ 4380 मिटर फर्स्ट ग्लिम्स अफ गोसाइकुण्ड नुहाइरहेको रहेछ तल मान्छेहरू गोसाइकुण्ड लेक तल नै मन्दिर रहेछ गुड मर्निङ फ्रम गोसाइकुण्ड अहिले त्यस्तै कति 6:30 भयो भर्खर यसो आउँदैछौँ लेकमा जान यो तलसम्म गएन हिजो लास्ट थाकेर यसो जम तल अति नै चिसो छ यहाँ हिउँ पनि थियो अघि उता पछाडि यहाँ चाहिँ सायद यो होला पूजासुजा गर्ने केही नुहाउँछ नि जसलाई यतातिर तर अति नै चिसो छ यार यस्तो छ लेक चाहिँ सट्ट लाएर ठुलै रहेछ लेक पनि अति अलिकति तलतिर जाउँ के छ हेरौँ त लास्ट जाडो छ यार ल गाइज जस्तो अपडेट होइन यहाँ चाहिँ यतिवटा लेक्स रहेछ गोसाइकुण्ड भैरवकुण्ड सरस्वती कुण्ड चाहिँ फर्स्टको रहेछ है त्यो 17वटा रहेछ यहीँको हुनुपर्ने हो फर द इन्फर्मेसन यसो स्क्रिनसट लिनु होला यो त निलो त्यो हरियो टाइपको लेक चाहिँ हेर्न मन थियो पुरा नहुने भयो किनकि त्यसको लागि अलमोस्ट 10-11 बजेसम्म बस्नुपर्छ यहाँ 10-11 बजीसम्म बस्यो भने ढिलै भइसक्छ सूर्यकुण्ड जाने यहाँबाट रहेछ यहाँ माथि कस्तो चरा अरे यहाँ नउठिदिरहेको क्या यता अस्ति बाटोमा देखेँ जस्तै घन्टी सन्टी दिस इज द भ्यू गाइज यहाँबाट वी आर इन 4380 मिटर्सको हाइटमा खोल्ने कि नखोल्ने मिल्दो रहेछ एकचोटि हेरौँ न दर्शन यहीँबाट भगवान् नखोलो भन्ने जस्तो लाग्यो लास्ट एक ट्राई गर्छु तर यहाँ पूजासुजा चाहिँ भइसक्यो रहेछ बिहान सायद यहाँ फोटो खिच्न मिल्दैन कि लेख्न त लेखिरहेको छैन कतै त म खिचिदिन्थेँ जस यहाँ हाम्रो शिवलिङ्ग पनि छ पाइप छ है शान्त लगायत हामी चाहिँ खासमा यता जान लाग्थ्यौँ होइन माथिबाट यहाँबाट आएको हामी उता नै गयो यता भयो यहाँ सबै पानी चाहिँ यहाँबाट जाँदो रहेछ कुर्र गर्दै यो चाहिँ तल भैरवकुण्ड छ नि त्यहाँ पुग्ने रहेछ क्या पानी चाहिँ यहाँ चाहिँ अलिक ठाउँ यस्तो कार्भिङ रहेछ क्या सायद कार्भिङ होइन यो त सिमेन्ट गरेर हालेको जस्तो लाग्यो बिहानहरू चराहरू लास्टै आइरहेको छ यहाँ पनि नै हो हाम्रो साँढे अनि घन्टी चोर छ भने हाल्नु सायद चिसो पानी यार मान्छे कसो नुहाउँछ यसमा मेरो त आँट पनि आउँदैन मुख खिच्छ चाहिँ दिन्छु गहिरो रहेछ यतातिर यहाँमा त ठिक्क रहेछ द मुन इज ओभर देयर त्यही नै हो गाइज यता हामी चाहिँ झरिसक्यौँ यता गोसाइकुण्डबाट सबै यस्तो छ यहाँ है यो चिसो भएर हिउँ नै हिउँ छ अब जाउँ तलतिर तलतिर भेटौँ खासमा म धेरै थाकिसक्यो होइन कहाँ हुन्छ मेन पोइन्टमा मात्र हल्का भिडियोहरू बनाउँछु यहाँ घोडाहरू छ
हिजो एकजना हिँडेको घोडा थियो सुतिरहेको थियो नि भुइँमै सुतेर म थाहा थिएन घोडा पनि त्यसरी सुत्छ भनेर यहाँ अलिक डेन्जरस ठाउँ है म एकछिन अफ गर्छु ठ्याक्कै चन्दनबारीमा जाउँ खाजा खाना चिज किन्नु पऱ्यो नि त त्यसले चिज किन्नु पऱ्यो नि त यहाँ मासिफ सो वी आर गोइङ टु बाई सम चिज मक्खन बटर सटर नि पाउँदा अनुमति बिना प्रवेश निषेध हजुर आधा केजीको 900 कुरा चाहिँ खाजा खान भर्खर चिज पनि किनेर ल्यायो याक चिज र यताको फेमस जो पनि आउँछ किनिहाल्छ होइन हेरौँ अब कतिको मिठो हुँदो रहेछ याक चिज यताको काग पनि कस्तो कालो हुन्छ हौ यहाँको फुल ब्ल्याक क्या तिनवटा उडिरहेछ भ्यू देखाउँछु है त म गाइस कस्तो मुनि जाने अब खाजा पाकिरहेछ यदि गाइस क्यान सी मृग हेरिरहेछ म जुम गरेर देखाउँछु चली छैन भाइ छैन त्यो तर अहिले मिरो देखिरहेछ आज एउटा भए ठाउँमा अरू पनि हुन्छ कि